नमस्ते साथीहरू, आज एकदमै रमाइलो र जानकारीमूलक भिडियो रहेको छ। किनकि हामी कुरा गर्दैछौँ हाम्रो गाउँमा पाइने माली कुकुरको बारे। माली कुकुर भन्ने बित्तिकै सबैले आफ्नो घरको सुरक्षा, माया, निष्ठा यी शब्द याद आउँछ। आज म तपाईहरूलाई माली कुकुरको यस्तो त्यस्तो बानी, इतिहास, पालन पोषण सबै कुरा बताउने छु। सुरु गरौँ। सबैभन्दा पहिले माली कुकुरको इतिहासको कुरा गरौँ। नेपालका धेरै गाउँहरूमा यो पुरानो जातको कुकुर मानिन्छ। पहिले यो कुकुरलाई घर खोर खेत जोगाउन राखिन्थ्यो। यो कुकुरको मुख्य काम थियो घर जोगाउने, रातमा पहरा दिने, परिवारलाई खतरा देखियो भने भुक्दै सतर्क गराउने। गाउँमा मानिस भन्थे माली कुकुर बस्यो भने चोर पनि डराउँछ। माली कुकुरको शरीर बलियो हुन्छ, खुट्टा दह्रो, टाउका ठुला ठुला, रङ सेतो, कालो, खैरो, कहिलेकाहीँ मिश्र। सामान्य 10-15 किलोसम्मको हुने यो कुकुर खासै फ्यान्सी छैन, तर एकदम रफटफ हुन्छ। माली कुकुर एकदमै निष्ठावान हुन्छ। परिवारलाई एकपटक भयङ्कर माया गर्छ। बाहिरका मानिसमा अलिक कठोर, तर घरभित्रका सबैलाई, फ्यामिलीलाई मान्छ। बच्चाबच्चीहरूसँग खेल्छ, कुखुरा बाख्रा जोगाउँछ। बेलुका राति निकै सतर्क भएर सुत्छ। कहिलेकाहीँ थोरै भुक्छ पनि, तर त्यो पनि सुरक्षाकै लागि। गाउँमा सामान्यतः भात, तरकारी, मासु, गेडागुडी, दुध खाइरहेको हुन्छ। तर कहिलेकाहीँ भोकै राख्ने गल्ती नगर्नुहोस्। अहिलेको यो उद्देश्य नै सही पालन पोषण हो। सन्तुलित आहार भए कुकुर 10-12 वर्ष सहजै बाँच्छ। माली कुकुरलाई धेरैजसो समस्या हुन्छ। कुकुरको फल्याला, छालाको समस्या, भोक नलाग्ने, सङ्क्रमण। त्यसैले वर्षमा कम्तीमा 1-2 पटक भ्याक्सिन र हेडाइजिन गराइदिनु पर्छ। यो कुकुर घरभित्र भन्दा पनि खुल्ला ठाउँ मन पराउँछ। छाया भएको कोठा पनि, पिउने भाँडो, रातामा बस्ने सुरक्षित ठाउँ यी आवश्यक छन्। यदि खोर बनाइदिनु भयो भने अझ राम्रो। गाउँमा माली कुकुर मान्छेको भन्दा पनि बढी थरथरी चिनिन्छ। यसले मालीको गन्ध, आवाज, हिँडाइ सबै चिनिराख्छ। यदि मालिक एक हप्ता कतै गएर फर्के पनि कुकुर थम दौडेर आएर स्वागत गर्छ। यही माया नै माली कुकुरलाई सबैभन्दा प्रिय बनाउँछ। यदि तपाईँलाई पनि माली कुकुर पाल्न चाहनुहुन्छ भने बच्चाइदेखि लिएर हुर्काउनुहोस्। दिनमा 2 पटक भात खाना खुवाउनुहोस्। सानो बाघ खुलाउने गर्नुहोस्। कहिलेकाहीँ नुहाइदिनुहोस्। भ्याक्सिन अनिवार्य लगाउनुहोस्। अनि साथीहरू, माली कुकुरको बारेमा सबै कुरा। यदि तपाईँहरूलाई घरमा पनि माली कुकुर छ भने कमेन्टमा नाम लेख्नुहोस्। भिडियो मन पर्यो भने लाइक, सेयर, सब्सक्राइब गर्न नबिर्सिनुहोला। अर्को भेट हुने नै छ। धन्यवाद।